16 वर्षकै उमेरमा भएको विवाह टुट्यो। मिस पविको पहिलो पटक डिभोर्स बारे खुलासा। मिस पवि नामले चिनिने पवित्रा साकीले पहिलो पटक आफ्नो डिभोर्स बारे खुलेर बोलेकी छन्। उनले 16 वर्षको कलिलो उमेरमा विवाह भएको र त्यो सम्बन्ध लामो समय टिक्न नसकी टुटेको स्वीकार गरेकी छन्। साथै डिभोर्सपछि भोगेको मानसिक पीडा, एक्लोपन र आत्महत्याको प्रयाससम्म पुगेको गहिरो पीडा पनि उनले शेयर गरिन्। रमाइलो छ युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा मिस पविले वर्षौंदेखि लुकाइरहेको व्यक्तिगत सत्य बाहिर ल्याएकी छन्। केही समय अघि सामाजिक सञ्जालमा उनका विवाहका पुराना तस्बिरहरू भाइरल भएपछि चर्चाले तीव्रता पाएको थियो। त्यसबेला उनले आफूमाथि लागेको विवाहको हल्ला अस्वीकार गर्दै आएकी थिइन्। म बच्चै थिए, त्यो त मेरो जीवनको एउटा पीडादायी अध्याय थियो। उनले स्वीकार गरिन्, 16 वर्षको उमेरमा मेरो विवाह भयो। त्यो उमेरमा म धेरै कुरा बुझ्दिनथे। परम्परागत तरिकाले भएको त्यो विवाह कानुनी रूपमा वैध थिएन। केही समयमै सम्बन्ध विच्छेद भयो। विवाह र डिभोर्सको विषयमा धेरै समयसम्म मौन बस्नुको कारण उनले समाजको डर र पारिवारिक अवस्थालाई ठानिन्। डिभोर्सपछि धेरैले मलाई हेपेका थिए। स्कुलमा साथी थिएनन्। समाजले डिभोर्स गरेकी केटी भनेर हेप्यो। कसैले मसँग मित्रता गर्न चाहेन, उनले भनिन्। कतिपटक त सुसाइड गर्ने सोचे, तर मम्मीको साथले रोक्यो। त्यो कालखण्ड स्मरण गर्दा उनी निकै भावुक भइन्। कतिपटक आत्महत्या गर्ने प्रयास गरे, तर मम्मीले थामिरहनु भयो। उहाँको माया नपाएको भए म आज यहाँ हुने थिइनँ, उनले भनिन्। उनको अनुसार लामो समयसम्म भोगेको पीडाले उनलाई पब्लिक एन्जाइटीसम्म पुर्यायो। कसैले अगाडि थुक्यो भने पनि मलाई नै थुकेको हो भन्ने महसुस हुन्छ, उनले भनिन्। अब रिग्रेट छैन, जिन्दगी अघि बढ्दैछ। हाल आफू 25 वर्षकी भइसकेको बताउँदै उनले भनिन्, आज म धेरै कुरा बुझ्छु। त्यो घटना मेरो जीवनको एउटा पाटो थियो जुन सकिएको छ। म पछाडि फर्केर बस्न चाहन्न, अगाडि बढ्नेछु, उनले थपिन्। जीवनमा सबै कुरा सधैँ राम्रो हुँदैन, तर पीडाबाट पनि सिकिन्छ। म अहिलेको जीवनप्रति आभारी छु।